एभ्रिवान, गुड मर्निङ हजुरहरू सबैजनालाई। साथीहरू, म चाहिँ दार्जिलिङबाट अब मेरो घरको लागि निस्किरहेको छु। अन्त चाहिँ अहिले चाहिँ म यहाँनिर घर जाँदैछु, माइत घर। अब हामी चाहिँ अहिले दार्जिलिङ बजारमा छ। यहाँनिर चाहिँ एकजना भाइ पनि हामीसँग जाने अरे, त्यही भएर यहाँनिर पर्खिरहेको छ। अब चाहिँ भाइ पनि आइसकेको छ, हामी चाहिँ जाँदैछौँ। साथीहरू, यो चाहिँ दार्जिलिङको बाटो हो है, यस्तो छ यहाँनिर हो। अन्त यहाँनिर हामी बाटोमा खाजाहरू खाएको थियो, त्यही भएर चाहिँ मैले त्यो पनि देखाएँ हजुरहरूलाई सानो। अन्त साथीहरू, अहिले चाहिँ फेरि हामी अब हिँडिसक्यौँ, पुरा लामो बाटो छ हो। यहाँ हेर्नुहोस् है, अस्तिको रातिको पानीले चाहिँ यस्तो डरलाग्दो बिगार गरेछ हो। अन्त यहाँनिर चाहिँ पुरा टिस्टामा चाहिँ अन्त यहाँ हेर्नुहोस् है साथीहरू, यहाँनिर यस्तो बेसी जाम थियो हो। आज चाहिँ अब एकदमै रात पर्न आँटेको थियो, हामीलाई चाहिँ लेट भइसकेको थियो। भोलि चाहिँ पुग्ने हो। आज लास्ट टिका हो, बाबाको हातको लाउनुको लागि चाहिँ निस्केको हो। हिजैदेखि लाउनुको लागि पर्खेको, तर के गर्नु, बाटोले उयो गर्यो। अब चाहिँ यहाँनिर हामी खाना खान आँटेको साथीहरू। यो चाहिँ किर्नेमा हो, होटेलमा हामी खानाको वेट गरिराखेको छ। चाहिँ हेर्नु न, कस्तो भइरहेको छ, नानी स्टक गर्नु सक्दैन फेरि हो। यहाँनिर खाना आइसकेको छ, मेरो चिकन राइस, अन्त पापड, अन्त चिकन राइस हो। भइरहेको छ, भइरहेको थियो हो। साथीहरू, खानासाना खाएर अब चाहिँ निस्केको साथीहरू। अब चाहिँ फाइनली मेरो घरको साइडमा पुगिसकेँ। यो चाहिँ मेरो घरको प्लेस है, यो मेरो घर जाने बाटो हो। यस्तो छ यहाँ चाहिँ, यहाँको नजारा चाहिँ एकदम ब्युटिफुल प्लेस हो। यो चाहिँ यहाँनिर खोला बगेर हेर्दा पनि एक्स्ट्रा खोला हो होइन। कतिलाई चाहिँ थाहा होला, थाहा नहुनेहरूको लागि चाहिँ भिडियो गरिदिएको छु। सो हेर्नु होला कस्तो लाग्यो माइ प्लेस छ होइन। हेर्दाखेरि नै यहाँनिर मान्छेहरू फोटोहरू क्लिक गरिरहेको हुन्छ, एकदमै नाइस प्लेस।